हामी कुनै सुपर कम्प्युटर नै होइन। सरकारले विश्वास गरे जस्तो यो अति नै महत्त्वपूर्ण दस्तावेजहरूमा 2 दिनको समयमा 18वटा मन्त्रालयको 18वटा विकास पुस्तिका हामीले कसरी पढ्न सक्छौँ? यसपटक त चुनाव विशेष परिस्थितिमा भयो, बजेट ल्याउने हताश पनि थियो, हतारो पनि थियो, तर अर्को पटक चाहिँ यो सुधार गरियोस्, किनभने सदनमा भएका छलफलहरू, बजेटका छलफलहरू कर्मकाण्डी होइन, वास्तवमै प्रभावकारिताकै विषयलाई ध्यानमा राख्नुपर्छ जस्तो लाग्छ। विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकहरूमाथि हुने छलफलको क्रममा म पूर्वाधार विकास मन्त्रालयको तर्फबाट सुरु गर्न चाहन्छु। मन्त्रालयले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण करिडोर, नागढुङ्गा सुरुङ मार्ग, रेलमार्ग तथा विभिन्न रणनीतिक पुल तथा सडक आयोजनाहरूलाई निरन्तरता नै दिएको छ। यसले राष्ट्रिय एकीकरण, आर्थिक विकास, क्षेत्रीय सन्तुलन र यातायात पहुँच विस्तार को सकारात्मक सङ्केत दिएको छ। तर दस्तावेजलाई अध्ययन गर्दा एउटा गम्भीर प्रश्न उठ्छ। दशकौँदेखि नेपालले पूर्वाधार निर्माण गरिरहेको छ कि पूर्वाधारको लागि बजेट विनियोजन मात्रै गरिरहेको छ? अबको सरकारले यो थितिलाई तोडोस् यो मन्त्रालयले। मदन भण्डारी राजमार्ग, मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर जस्ता आयोजनाहरूले दुर्गम क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नेछन्। हाम्रो जस्तो भौगोलिक रूपमा जटिल मुलुकमा सडक र पुल भनेका स्टेट बिल्डिङका उपकरण नै हुन् भन्दा पनि हुन्छ। कोशी, कालीगण्डकी र कर्णाली कोरिडोर तथा हिल्सा सिमिकोट सडकमा उल्लेखनीय बजेट विनियोजन गरिएको छ। यसले नेपालले भविष्यमा सीमापार व्यापार, पर्यटन र वैकल्पिक व्यापारिक पहुँचको विस्तारलाई रणनीतिक महत्त्व दिनेछ। नागढुङ्गा सुरुङ मार्गलाई प्राथमिकतामा राखिनु सकारात्मक पक्ष हो। नेपालको भौगोलिक अवस्थालाई हेर्दा कतिपय स्थानमा बारम्बार सडक चौडा पार्ने भन्दा सुरुङ मार्ग दीर्घकालीन रूपमा बढी किफायती र सुरक्षित विकल्प हुन सक्छ। देशभर सयौं पुल निर्माण तथा मर्मत आयोजनाहरू समावेश गरिएका छन्। नेपाल जस्तो नदी तथा खोला धेरै भएका मुलुकमा पुल निर्माणले सडक भन्दा पनि धेरै आर्थिक प्रभाव सृजना गर्न सक्दछन्। एउटा पुलले सम्पूर्ण क्षेत्रको आर्थिक गतिविधि परिवर्तन गर्न सक्दछ। संसदीय प्रश्न छ, पछिल्ला 5 वर्षभन्दा बढी समयदेखि बजेट प्राप्त गर्दै आएका तर अझै 50% भन्दा कम काम सम्पन्न भएका आयोजना कति छन्? नेपालको पूर्वाधार क्षेत्रमा एउटा पुरानो समस्या विद्यमान छ। आयोजना घोषणा गर्ने, शिलान्यास गर्ने, बजेट राख्ने तर समयमै सम्पन्न नगर्ने। मन्त्रालयको दस्तावेजमा पनि यस्ता धेरै आयोजना छन् जुन वर्षौंदेखि निरन्तर बजेट पाउँदै आएका छन् तर अझै सम्पन्न भएका छैनन्। त्यसैले सरकारले कम्प्लिसन फर्स्ट पोलिसी लागू गर्नुपर्छ जस्तो लाग्छ। अर्थात् नयाँ आयोजना सुरु गर्नुभन्दा पहिले पुराना रणनीतिक आयोजनाहरू पूर्ण गर्ने, सम्पन्न गर्ने नीति लिनुपर्छ। दस्तावेज हेर्दा बजेट वितरणमा क्षेत्रीय सन्तुलन देखिन्छ तर स्पष्ट रूपमा नसमेटिएका विषयहरू छन्, जस्तै ट्राफिक अध्ययन, दुर्घटना न्यूनीकरणको ब्लुप्रिन्ट, आर्थिक प्रतिफल विश्लेषण, लागत लाभ मूल्याङ्कन, उत्पादनशीलतामा पार्ने प्रभाव आदि। नेपालमा नयाँ सडक उद्घाटनलाई राजनीतिक उपलब्धि मानिन्छ तर मर्मत सम्भारलाई कम महत्त्व दिइन्छ। यथार्थमा भने बिग्रदै गएको सडकले नयाँ सडकले सृजना गर्ने लाभभन्दा धेरै आर्थिक क्षति पुर्याइराखेको छ। यस विषयमा मन्त्रालयले के अध्ययन गरेको छ सोध्न चाहन्छु। हाम्रोमा पहिरो, बाढी, अतिवृष्टि, हिम नदीय जोखिम जस्ता चुनौती विद्यमान छन् तर बजेटमा जलवायु मैत्री पूर्वाधार, पहिरो नियन्त्रण, ढलान स्थिरीकरण तथा विपद प्रतिरोधी संरचनामा अपेक्षाकृत कम ध्यान दिएको देखिन्छ। भविष्यको लागि पूर्वाधार भनेको निर्माणमुखी मात्रै हुँदैन, रेजिलेन्टमुखी पनि हुनुपर्दछ। बजेट अनुसारको पूर्वाधार निर्माणमा के कस्ता प्रगति भयो? संसदले प्रत्येक वर्ष आयोजना सम्पन्नता र लागत वृद्धिको सार्वजनिक प्रतिवेदन अनिवार्य रूपमा लागू गर्नुपर्छ जस्तो लाग्छ। यस विषयमा पनि मन्त्रालयको धारणा जान्न चाहन्छु। मन्त्रालयको कुल बजेट मध्ये कति प्रतिशत रकम नयाँ आयोजना सुरु गर्न र कति प्रतिशत रकम पुरानो आयोजना सम्पन्न गर्न विनियोजन गरिएको छ? यस्ता विषय पनि राखियो भने पूर्वाधार विकासमा क्ल्यारिटी अझ राम्रो हुन्छ। बजेटमा राष्ट्रिय पहुँच विस्तार, क्षेत्रीय सन्तुलन र रणनीतिक सडक सञ्जाल निर्माणका दृष्टिले सकारात्मक छ तर यसमा प्राथमिकताको अभाव, स्रोतको विखण्डन, आयोजना सम्पन्नतामा कमजोर अनुशासन, आर्थिक प्रतिफलको अस्पष्टता तथा मर्मत सम्भारप्रतिको अपर्याप्त ध्यान स्पष्ट रूपमा देखिन्छ। यी विषयहरूलाई समेटिँदा आगामी वर्षहरूमा राम्रो हुनेछ।
अब म विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयतर्फ प्रवेश गर्छु। मन्त्रालयको दस्तावेजले अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता, एआई, विज्ञान शिक्षा, स्टार्टअप, विधि विज्ञान, फोरेन्सिक साइन्स तथा विज्ञान सङ्ग्रहालय लगायतका विषयलाई समेटेको छ। दस्तावेजको महत्त्वाकांक्षा ठूलो छ, तर स्रोत र कार्यान्वयन क्षमता अत्यन्त सीमित देखिन्छ। सबैभन्दा उल्लेखनीय तथ्य के छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन क्षेत्रका लागि कुल राष्ट्रिय बजेटको 0.18% मात्र विनियोजन गरेको छ। यसले एउटा गम्भीर प्रश्न उठाउँछ के सरकारले विज्ञान र नवप्रवर्तनलाई भविष्यको विकासको आधार साँच्चीकै मानेको छ कि नीतिगत भाषणमा मात्र सीमित गरेको हो? किनभने हामीले सरकारको नीति तथा कार्यक्रम र राष्ट्रिय बजेट भाषणमा विज्ञान प्रविधि तथा एआई का धेरै नै कुरा आएको देखेका थियौँ। दस्तावेजले विज्ञान अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई राष्ट्रिय विकासको महत्त्वपूर्ण रूपमा स्वीकार गरेको छ, जुन महत्त्वपूर्ण पनि छ। विशेष गरी एआई, रोबोटिक्स, स्पेस टेक्नोलोजी, इनोभेसन इकोसिस्टम, टेक्नोलोजी ट्रान्सफर, स्टार्टअप्स, इन्डस्ट्री 4.0, 5.0 जस्ता विषयहरूलाई समावेश गरिएको छ। यसरी हेर्दा नेपालले भविष्यको प्रविधि आधारित अर्थतन्त्र तर्फ सोच्न थालेको सकारात्मक सङ्केत पनि दिएको छ। दस्तावेजले अनुसन्धान केन्द्र, इन्क्युबेसन सेन्टर, एक्सेलेरेटर सेन्टर, प्रविधि पार्क, नवप्रवर्तनशाला, विज्ञान सहर स्थापना गर्ने लक्ष्य राखेको छ। नेपालमा अनुसन्धानलाई व्यवस्थित र संस्थागत संरचनामा लैजाने प्रयासका रूपमा यसलाई सकारात्मक मान्न सकिन्छ। अपराध अनुसन्धान र न्याय प्रणाली सुदृढीकरणका लागि डिएनए एनालाइसिस, ह्युमन आइडेन्टिफिकेसन, भोइस एनालाइसिस, सीसीटीभी इन्हान्समेन्ट, ल्याबोरेटरी एक्रिडिएसन जस्ता कार्यक्रमहरू राखिएका छन्। नेपालको फौजदारी न्याय प्रणालीका लागि यो महत्त्वपूर्ण क्षेत्र हो। युवा वैज्ञानिकलाई नेपालमै अनुसन्धान गर्ने अवसर प्रदान गर्ने लक्ष्य उल्लेख गरिएको छ। यो ब्रेन ड्रेनको समस्या समाधानतर्फ सकारात्मक सोच हो। दस्तावेज आफैले देखाउँछ विज्ञान तथा नवप्रवर्तन बजेट 4 अर्ब रुपैयाँ छ। कुल बजेटको हिस्साको जम्मा 0.18% मात्र। यदि कुनै देशले आफ्नो भविष्य विज्ञानमा देख्छ भने यति प्रतिशत बजेट पर्याप्त मान्न सकिन्छ कि सकिँदैन? विज्ञान र नवप्रवर्तनलाई राष्ट्रिय समृद्धिको आधार भनिरहँदा बजेटको हिस्साको किन 1% भन्दा पनि कम राखिएको छ? दस्तावेजको एउटा अत्यन्त महत्त्वपूर्ण कमजोरी भनेको स्थानीय सरकारमा नवप्रवर्तनमा शून्य बजेट हो। यसले देखाउँछ कि विज्ञान तथा नवप्रवर्तन अझै पनि पूर्ण रूपमा केन्द्रीयकृत छ, जबकि स्थानीय समस्या स्थानीय नवप्रवर्तनबाट समाधान हुन सक्छ। कृषि, जलवायु, विपद व्यवस्थापन, पर्यटन आदि क्षेत्रमा स्थानीय अनुसन्धान आवश्यक छ। विज्ञान र नवप्रवर्तनको संघीयकरण किन नभएको? दस्तावेजमा अनुसन्धानकै धेरै कार्यक्रम छन्। अनुसन्धानको नतिजा उद्योगसम्ममा रूपान्तरण गर्ने रोडम्याप सरकारले के बनाउँछ? अनुसन्धानको नतिजा उद्योगले पनि प्रयोग गर्न सक्नुपर्छ। उत्पादनमा रूपान्तरण हुनुपर्दछ। अनुसन्धानको पेटेन्टका विषयमा के योजना छन्? यसमा मन्त्रालयको ध्यान गराउन चाहन्छु। दस्तावेजले युवा वैज्ञानिकलाई नेपालमै राख्ने राम्रो कुरा गरेको छ, तर मूल समस्याहरू जस्तै अनुसन्धान अनुदानको अभाव, प्रयोगशालाको कम्ती, प्रतिस्पर्धी तलबको अभाव, अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्यको सीमितता विषयमा पर्याप्त ध्यान दिएको छैन। एआईका उल्लेख धेरै ठाउँमा छ, तर दस्तावेजले स्पष्ट पार्दैन कि नेपालको एआई नीति के हो, एआई नियमन कसरी गर्ने, डाटा सुरक्षा कसरी सुनिश्चित गर्ने, एआईले रोजगारीमा पार्ने प्रभावलाई कसरी व्यवस्थापन गर्ने। दस्तावेजमा यो ठूलो नीतिगत रिक्तता छ। विज्ञान तथा नवप्रवर्तनमा सरकारलाई नीतिगत सिफारिसहरू दिन चाहन्छु। अर्को पटक विज्ञान तथा अनुसन्धानको लागि यसको महत्त्व अनुरूपको राष्ट्रिय बजेट छुट्याउन आवश्यक छ। सायद आवश्यकता अनुसार हामीले राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना पनि गर्नुपर्छ होला। विश्वविद्यालय उद्योग सहकार्य अनिवार्य हुनुपर्छ। राष्ट्रिय एआई नीति र डेटा सुरक्षा नीति अविलम्ब ल्याइनु पर्दछ। नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ। सरकारले विज्ञानलाई साँच्चीकै विकासको आधार मानिरहेको छ कि विकासका दस्तावेजहरूमा मात्र विज्ञान उल्लेख गरिरहेको छ? यसको वस्तुगत र यथार्थपरक विश्लेषण पनि आवश्यक छ। यही प्रश्नको उत्तरले नेपालको नलेज बेस्ड इकोनोमी आधारित भविष्यको दिशा पनि निर्धारण गर्नेछ। अब म ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक विकास कार्यक्रममा प्रवेश गर्दछु। मन्त्रालयको दस्तावेजमा जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, नवीकरणीय ऊर्जा, ग्रामीण विद्युतीकरण, भारतसँगको अन्तर्देशीय विद्युतीय व्यापार, ऊर्जा भण्डारण, ब्याट्री स्टोरेज, ग्रिन हाइड्रोजन, हरित हाइड्रोजन, स्वच्छ खाना पकाउने ऊर्जा तथा प्रसारण पूर्वाधारमा ठूलो लगानी प्रस्ताव गरिएको छ। दस्तावेजले नेपाललाई विद्युत उत्पादन गर्ने राष्ट्र मात्र होइन, ऊर्जा निर्यात गर्ने राष्ट्र बनाउने
बनाउने महत्त्वाकांक्षा प्रस्तुत गरेको देखिन्छ। नेपालको ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो कमजोरी उत्पादनभन्दा पनि प्रसारण पूर्वाधार रहँदै आएको छ। यस बजेटमा 132 केभी प्रसारण लाइन, 220 केभी प्रसारण लाइन, 400 केभी प्रसारण लाइन, सबस्टेसन विस्तार, काठमाडौँ उपत्यका प्रसारण सुदृढीकरण जस्ता आयोजनामा ठूलो रकम विनियोजन गरिएको छ। विशेष गरी लेखनाथ दमौली मर्स्याङ्दी करिडोर, कोशी करिडोर, बोरिङ रातोमाटे 9 विषय तथा नयाँ बुटवल लहमी 400 केभी लाइनहरूमा भविष्यको ऊर्जा व्यापारको लागि रणनीतिक देखिन्छ। जहाँ राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन त्यहाँ सौर्य मिनी ग्रिड, ग्रामीण विद्युतीकरण, सामुदायिक विद्युतीकरण जस्ता कार्यक्रमहरू राखिएका छन्। ऊर्जा पहुँचलाई सामाजिक न्यायको विषय रूपमा हेर्नु सकारात्मक छ। नेपालको ऊर्जा नीतिको मूल समस्या उत्पादन सँगसँगै खपत पनि हो। विद्युत खपत गर्ने उद्योग विषयहरू जोडिएर आउँदछन्। कृषि विद्युतीकरणमा सरकारको योजना के छ? किनभने हाम्रोमा आज पनि विद्युत उत्पादन योजना भन्दा औद्योगिक ऊर्जा उपयोग रणनीति नै कमजोर छ।